फाइनली पोखरा आइसक्यौँ अनि यसो रेडी भएर चाहिँ रेडी त भएन मैले लुगा चाहिँ त्यही लगाएँ लुगा चेन्ज गरिनँ अनि हामी चाहिँ डेभिड फल्सतिर जाँदैछौँ अहिले चाहिँ साथीहरू पछाडि आउँदैछ हामी चाहिँ डेभिड फल्स आइसक्यौँ हामी चाहिँ डेभिड फल्स आइसक्यौँ भनेर पनि आउँदैछु जाने हो साथीहरू कताबाट जाने हो हामी त कताबाट जानु भयो यार डेभिड फल्समा पनि उहाँ मूर्ति रहेछ हामी चाहिँ डेभिड फल्समा आइसक्यौँ डेभिड फल्सको नाममा के हो यो केही छैन यति हो डेभिड फल्सको नाममा यति हो यति रहेछ एक्सक्युज मी गाइस म तपाईँहरूले डेभिड फल्स देखाउँछु हामी डेभिड फल्स हेर्न आएको अरे यही हो भिडियोमा त कस्तो दामी देखेको थियो हो अल त यस्तो रहेछ अनि चाहिँ म चाहिँ अलिअलि जति सक्छु त्यति भ्लगहरू बनाउँछु होइन त्यस्तो साह्रो सक्दिनँ साथीहरूले चाहिँ यहाँ फोटो खिच्दैछ कहीँ छ हामी चाहिँ डेभिड फल हेरेर फर्किसक्यौँ फर्किँदैछौँ अब कहाँ जान्छौँ भनेर हामीलाई नै थाहा छैन हामी चाहिँ जाँदैछौँ है हामी चाहिँ अब यता अर्को मन्दिरमा जाँदैछौँ यहाँ चाहिँ यस्तो राम्रो मन्दिर रहेछ अनि अब चाहिँ हामी उता घुमेर आउनेछौँ गाह्रो छ आज भ्लग नै मैले त्यस्तो बनाइनँ चाहिँ एकछिन आराम गरिरहेको छु यहाँ साथीहरूसँग यहाँबाट चाहिँ केटा साथीहरू बसिरहेको छ अनि हामी चाहिँ यहाँ बसिरहेको छौँ अनि यतिकै आज त्यस्तो भ्लग बनाइन पनि मैले त क्यामेरा पक्रिनु नि बिर्सिसकेछु बनाउनै आउनु छोडिसक्यो मलाई त गाह्रो छ हामी चाहिँ यो गुप्तेश्वर महादेव गुफा प्रवेश गर्दैछौँ अहिले चाहिँ हामी चाहिँ गुप्तेश्वर महादेव गुफा भन्ने ठाउँमा चाहिँ आइसक्यौँ कस्तो दामी ठाउँहरू रहेछ यहाँ हामी पनि जाँदैछौँ अहिले हामीले चाहिँ यहाँनिर मन्दिरभित्र बस्नुको लागि टिकट चाहिँदो रहेछ टिकट बोकेर यत्रो लाइनमा हिँडिरहेको छु हजुर राम्रो भिडियो निस्क्यो भने ल हाई हेलो बाई कस्तो दामी भ्यू छ है यहाँभित्र कस्तो दामी हाम्रो भगवान्हरूको मूर्तिहरू रहेछ कि मैले त देखेको थिएँ मैले नोटिस गरेको थिइनँ यस्तै हो मलाई बनाउनु पनि आउँदैन मजाले र पनि म आइएम ट्राइङ माई बेस्ट हामी चाहिँ यहाँ तल जाँदैछौँ है हामी चाहिँ ऊ तल के भन्छ यहाँ तल एउटा गुफा थियो अनि गुफाबाट हामी फर्केर आयौँ होइन अनि गुफामा चाहिँ भिडियोहरू फोटोहरू खिच्न नदिनु हुने रहेछ अनि तल गएर चाहिँ भिडियो फोटोहरू खिच्न पाउने रहेछ यस्तो गरिरहेको छु म अनि मैले एउटा कुरा के भने एकजना टुरिस्टसँग मजाले बोलेँ उसको नाम चाहिँ जोई फ्रम पोल्यान्ड कस्तो मजाको हुनुहुन्थ्यो अनि हामीले यहाँ स्टाइरीहरू पनि सेयर गऱ्यौँ अब फेरि भेट्यौँ भने कुरा गर्नेछौँ जोई सिस्टर सी इज फ्रम पोल्यान्ड अनि मैले चाहिँ उसलाई दिदीलाई कहाँ भेटेँ भन्दाखेरि चाहिँ यहाँनिरको के भन्छ यहाँनिरको गुफामा भेटेको कस्तो मजाको हुनुहुन्छ Thank you so much. I say that is my kind of dream. Yes. How she will be the next one. Yes, she want to be the vlogger and the rider one. Nothing stops her. गाइज हामी चाहिँ फर्किसक्यौँ मैले त्यस्तो भिडियोहरू बनाइन किनभने मेरो एकदम नराम्रो स्टेसनमा छ रिङ्गाएर चलिरहेछ म फर्केर म जस्तो भ्लग बनाउँछु म त्यस्तै हालिदिन्छु
अब होइन त्यस्तो नराम्रो नराम्रो केही पनि नभन्नु होला। अनि म चाहिँ हाम्रो चाहिँ बस भएको ठाउँतिर फर्किँदैछु मै। हामी चाहिँ एउटा होटेलदेखि चढेर फेरि अर्को होटेल आएको छौँ बल्ल बल्ल सामु सार्दा अनि यहाँनिर चाहिँ खानाहरू खाँदैछौँ। खानाहरू रेडी भइसक्यो। अब म पनि खाना खान्छु। गाइस हामी चाहिँ यहाँनिर रुममा आइसक्यौँ। साथीहरू छ एकदम राम्रो छ रुमहरू ठिकै लाग्यो राम्रै लाग्यो। ब्यागहरूले फोर भइसक्यो रुम। ब्यागहरूले फोर भइसक्यो तर रुम चाहिँ राम्रो लाग्यो मलाई। तर यो चार्ज गर्ने केबल चाहिँ भएन क्या। अनि ठ्याक्क बाहिरको भ्यू चाहिँ यस्तो छ। बाहिरको भ्यू चाहिँ यस्तो छ यस्तो जिउ गरिरहेछ। अब ड्याङडुङ पछाडिने हो सुत्ने हो होइन। सो हे गाइस हामी चाहिँ फेरि बेलुका लेक साइडतिर जानको लागि रेडी भइसक्यौँ। यहाँ साथीहरू पनि रेडी हुँदैछ। म पनि एकदम रेडी भइसकेँ। जस्ट नर्मल क्याजुअल लुगामा जाँदैछु। सो म रेडी भइसकेँ। प्रिन्सा पनि रेडी भइसक्यो। गाइस हामी चाहिँ लेक साइड जाँदैछौँ विथ फ्रेन्ड्स। यता हेर न साथीहरू इग्नोर। We are going to lakeside. Hi, bye. हामीहरू चाहिँ lakeside घुम्न जाँदैछौँ घुम्दै। गाइस हामी चाहिँ यत्तिकै नर्मली लेकसाइडमा सरहरूले टाइममा चाहिँ आउनु तर अब तिमीकै मर्जीले घुम्नु भन्नुभएको थियो। सो त्यही भएर हामी चाहिँ यत्तिकै घुमिरहेको छौँ विथ आवर फ्रेन्ड। मेरो नाम चाहिँ कृतिका हो। कस्तो भने नि यहाँ चाहिँ एकदम टुरिस्टहरू लाइक बाहिरको होइन धेरै टुरिस्टहरू अनि बाहिर इन्डियाको मान्छेहरू धेरै आउनु हुँदो रहेछ। मैले नोटिस गरेको चाहिँ अहिलेसम्म जति मान्छेहरू देखिरहेको छु भर्खर चाहिँ इन्डियाबाट आउनु भएको रहेछ। पुरा हिन्दीहरू बोलिरहनु भएको पनि देखेको थिएँ। फरेन कन्ट्रीबाट आउनु भएको पनि देखेको थिएँ। हुन त इन्डिया पनि फरेन कन्ट्री नै हो तर छिमेकी भएर त्यस्तो धेरै लाग्दैन। मलाई चाहिँ कस्तो भने मलाई चाहिँ टुरिस्टहरू देख्ने बित्तिकै बोल्नु मन लाग्ने होइन। तर अब बोल्नु आउँदैन क्या आउँदैन इङ्ग्लिस बोल्नु त्यस्तै जान्दिनँ पनि। अनि अघि तर एकजना टुरिस्टसँग चाहिँ कस्तो मजाले बोल्यो क्या। उहाँको नाम चाहिँ जोई। उहाँको इन्स्टा आइडी पनि छ। उहाँको के भन्छ उहाँ चाहिँ पोल्यान्डबाट आउनु भएको रहेछ। कस्तो मजाको 40वटा कन्ट्री चाहिँ एक्लै घुमिदिनु भएको क्या इन्डिपेन्डेन्ट गर्ल। मलाई कस्तो मन परेको मेरो चाहिँ उयो टाइपको के ड्रिम टाइपको ड्रिम हुन्छ नि एउटा। मलाई पनि अब एक्लै कन्ट्रीहरू घुम्न मन छ। डिफ्रेन्ट कन्ट्री एक्लै नभए पनि जस कन्ट्रीहरू धेरै घुम्न मन लाग्ने टाइपको। अनि दिदी त पुरा एक्लै घुमिदिनु भइरहेको थियो है। मलाई त क्या दामी राखेको कस्तो राम्रो त्यो एन्टिक हामी चाहिँ बाटो काट्दैछौँ। बाटो काट्नु पनि नजानेको यार यस्तो डरमर्दो। सेन्टी सेन्टी यस्तो दामी के किन्न आँटेको साथी। यो दिदीलाई लगिदिउँ भनेको तर दिदी केमा टसाउँछ क्या। फ्रिजमा पनि हुन्छ त टाँसाउने हुन्छ तर त्यो चाहिँ टाँसिँदैन थाहा छैन तर फ्रिजमा पनि टसाउने चाहिँ हुन्छ। आज साथीहरूले चाहिँ दोकानमा यहाँ सामानहरू किन्दैछ। कस्तो राम्रो राम्रो सामानहरू पाउने है। तर हामीलाई चाहिँ थाहा छैन कहाँ गएको भनेर नन स्टप हिँडेको बाल फरक जेसुकै होस् भनेर हिँडिरहेको छु बालै फरक। मलाई त यार कस्तो टुरिस्टहरू देख्ने बित्तिकै बोल्नु मन लाग्छ इङ्ग्लिसमा बोल्नै नआएर। ओ माई गॉड से हेलो टु मिस कृतिका फ्रम ऑल द वे फ्रम क्यानाडा। 1200 को सेल त्यहाँ छ त। 1200 पनि एफोर्ड गर्न सक्दिनँ साथीहरु। We can't. बोन्जुर कस्तो राम्रो डलहरु है। अन्त कस्तो राम्रो के साथीहरु। म त अहिले बाट्ठी हुँदै किनेको छुइनँ पछि दुःख पाउँछु होला। अब पछि म त उता गएर फर्केपछि चाहिँ किन्नु पर्ला भन्दै थिएँ क्या।
भन्दैछु म चाहिँ कस्तो राम्रो यहाँनिर पर्सहरू पाउँदो रहेछ हौ Jump. Okay, bye. I just want to talk with them, but I couldn't. मलाई कस्तो बोल्न मन लाग्छ तर म बोल्न आँट आउँदैन यहाँ अगाडि पनि टुरिस्ट आउनुहुँदैछ कि तर टुरिस्टहरूसँग बोल्न कस्तो Oh, this one is all 100. ओ यहाँ माथि पनि 100 छ उयो पनि 100 छ त हेर न यहाँ चाहिँ यहाँनिर यो सामानहरू किन्दैछ पर्सहरू 100 रहेछ यहाँनिर चाहिँ सेलमा लागिरहेको रहेछ होइन फुले मैले आफ्नै दुनिया सारा थामे उयो हाती लाग्यो बिलाएर मेरा सपना सारा फुलबारीमा ला आउँदैन गीत त्यहाँदेखि गीत आउँदैन एक्सक्युज अब चाहिँ टुरिस्ट भेट्यो भने सँगै भन्नु ल एक्सक्युज मी क्यान यु से हाई भन्नु ल भनौँ ल कॉन्फिडेंस का बाप है हम कॉन्फिडेंस में ये क्या होता है कॉन्फिडेंस वाव नेपाली क्यालेन्डरहरू पनि दामी रहेछ है दामी नेपाली क्यालेन्डरहरू ल जाऊँ साथीहरू कस्तो दामी क्या यो मुकुटहरू मलाई चाहिँ यस्तो चाहिँ आफ्नो घर बाहिर राख्नु मन लाग्छ क्या यसको फेरि आफ्नै कस्तो दामी भाँडाकुँडाहरू चाहिँ दामी छ यसको फेरि आफ्नै स्टोरी छ कस्तो छ भने त्यस्तो आई मिन मुस्ताङ कि कहाँनिर चाहिँ त्यस्तो मैले राखेको देखेको थिएँ भिडियोमा अनि किन राखेको भन्दाखेरि चाहिँ त्यस्तो हुन्छ नि अब इभिल पावर हुन्छ नि त इभिल इनर्जी त्योहरू चाहिँ नआओस् भनेर जस्तो मैले चाहिँ घर बाहिर राखेको देखेको थिएँ सो अब मसँग एक्ज्याक्ट पैसा राम्रो भए त मैले किनेर राखेँ हुन्छ होइन त कस्तो राम्रो यार फर्स्ट टाइमचोटि पोखरा आएको अनि म भ्लग बनाइरहेको छु सबैले यस्तो पाराले हेरिरहेछ र पनि म यस्तो कन्फिडेन्टको साथ हिँडिरहेको छु मलाई बाल नदिकन जस्तो त्यसले त्यस्तै सोचोस् भनेर अनि राम्रो लाग्यो पोखराको भ्लग मैले त्यस्तो भ्लगहरू बनाउनु पाइनँ ठाउँहरू देखाउन पाइनँ किनभने एकदम बिरामी भइसकेको थिएँ अनि बिराम भएर उल्ट्याउनु खोजेर मैले त्यस्तो भिडियो बनाउनु पाइनँ जस्तो भिडियो हुन्छ त्यस्तो हेर्नु होला भन्ने चाहिँ आशाको साथ म यो भ्लग बनाउँदैछु फर नाउ त्यतिखेर हामीले चाहिँ के आइडिया बनायौँ भने हेरि जो फरेन टुरिस्टहरू भेट्छौँ हामी चाहिँ उहाँलाई चाहिँ हाई गर्न लाउँछौँ सो अब यहाँनिर को भेटिनुहुन्छ उहाँहरूलाई चाहिँ हामी हाई भन्न लाउँछौँ सो अब चाहिँ सर्च गरौँ को हुनुहुन्छ हामी यस्तो बाटोमा हिँडिरहेको छौँ कि हामीले टुरिस्टसँग बोल्छौँ भनेदेखि त साथी टुरिस्टै भेटिँदैन नि त भक्कलाई थाहा छ नि कि नेपाली अङ्कल आन्टीहरूलाई हाई गरिदिनु हाम्रो भ्लगमा भन्नु लाउनु पर्ला जस्तो छ भगवान्लाई थाहा भइसक्यो क्या हो यिनीहरू बोल्नु सक्दैन भनेर टुरिस्ट जति भाग भनेर भाग टुरिस्टहरू भनेर भनिसक्यो जस्तो कि हामी रेडी हुँदैछौँ है डर लाग्यो उहाँको त कन्फिडेन्स चाहिँ रिसै सारी हिँड्नु भयो जस्तो लाग्यो सो हामी चाहिँ अब नेक्स्ट पर्सनसँग चाहिँ हामी कुरा गर्नेछौँ अब अहिले कराउनु भएकोसँग चाहिँ डर लाग्यो क्या हामीलाई त्यही भएर डेन्जर रिसमा काट डालौँ कि भन्ने रिसमा हिँड्दै थियो त्यही भएर चाहिँ त्यही भएर अब चाहिँ हामी रिसमा जाँदैछौँ यहाँ कस्तो राम्रो यहाँ डिजाइन है एन्टिक के डिजाइन भन्छ है यसलाई यो त एन्टिक डिजाइन के भन्छ नि त्यसै इस्लामी जो भने जस्तो हुन्छ आँटै आउँदैन यार साँच्ची अब चाहिँ लास्ट किन भएको भन्दाखेरि यहाँको बहिनी
हामी जति पनि टुरिस्टसँग भेट्छौँ बोल्नु खोज्छौँ सबैको रियाक्सन डिफ्रेन्ट हुन्छ क्या त्यही भएर हामी चाहिँ डराइ नाइ भन्दैछौँ अब चाहिँ ट्राई गर्ने हामी जाँदैछ Oh my god, we don't know your language. Sorry. I think it's Chinese. Oh, art gallery. You can see here. कस्तो राम्रो क्या यो आर्टहरु त है आर्टहरु चाहिँ दामी हो है पैसा छैन राख्नको लागि चाहिँ अहिले सर्टेनली है हामी विदेश जान्छौँ अनि किनेर ल्याउँछौँ अनि मात्र किन्छौँ ल गाइस ओ अगाडि टुरिस्टहरु हेर त ओइ that train अनि Yeah, sure. Hi there, vlog. Hi. Hi. Excuse me, can you say hi to our vlog? Hi. Bye. You are so sweet. Thank you so much. Where are you from? France. France. Oh, nice to meet you. We don't know how to speak in France. I don't even know the meaning. We are trying to communicate with tourist people, you know. Et moi, je peux vous prendre en photo? No. Je peux vous prendre? Photo. En photo? Okay. Yes. Okay. Yes. We want to click some Fais-moi photos. selfie. Avec I'm taking a photo. Thank you so much. Can you send this to us? Can you send this to us to our phone? We want this photo. हामीले चाहिँ अनि फोटोहरू क्लिक गरेको थियौँ अनि हामी चाहिँ के भन्छ सेन्ड फोनमा सेन्ड गर्न खोज्दैछौँ उहाँहरू चाहिँ फ्रान्सबाट आउनु भएको रहेछ एकदम राम्रो एकदमै मिल्ने हुने रहेछ अनि कस्तो राम्रो लाग्यो नेपाल कस्तो लाग्यो त तपाईँहरूलाई भन्दाखेरि चाहिँ नेपाल राम्रो छ भन्नुभयो होइन हामी नेपाली बस्नेलाई पनि सुनेर कस्तो राम्रो लाग्यो हामीले भर्खरै गाइस हामी चाहिँ भर्खर टुरिस्टहरूसँग हामीले फोटोहरू क्लिक गऱ्यौँ They are so sweet. कस्तो मजाको हुनुहुन्थ्यो उहाँलाई नेपालहरू एकदम मन पर्यो अरे They are क्लिक here गऱ्यौँ also too. They are coming here. Oh, They are so sweet. they are behind us. Bye bye. Bye. See you again. हामी चाहिँ फेरि बाटो काट्दैछौँ हामी नेक्स्ट टुरिस्ट गर्छौँ अब यस्तो मजा आउँदैछ We are becoming cool. हाम्रो English. लेक साइड कस्तो राम्रो छ होइन यस्तो राम्रो छ यो हाम्रो साथीले पोज दिइरहेछ बिचराको फोटो खिच्नु सक्दैन किनभने हामी टुरिस्ट खोजिरहेछौँ कस्तो लाग्यो एकदम राम्रो लाग्यो है राम्रो हुनुहुन्छ दाल भात मनपर्छ अरे नेपाल मन पर्यो भन्दा त आफूले आफू नेपाली नेपाली उहाँहरू धेरै मन पर्यो आफू नेपाली भएर होला नेपाली भएर होला कस्तो राम्रो लाग्ने क्या खुसी लाग्छ कुनै पनि मान्छेले बाहिरको कन्ट्रीले चाहिँ हजुरको कन्ट्री चाहिँ एकदम राम्रो छ भनेर भनिदिँदाखेरि चाहिँ हामीलाई चाहिँ एकदमै खुसी लाग्छ जाउँ And if you are planning to visit नेपाल see you here. come visit here कस्तो राम्रो है यो होटेल दामी छ हामी अब टुरिस्टहरू गर्छौँ यहाँ छ साथीहरू हाम्रो साथीहरूको आफ्नै चर्तीवाला छ सो गाइज म चाहिँ के भन्न चाहन्छु नि हाम्रो दुईजनाले अब त्यस्तो मजाले चाहिँ पुरै इङ्ग्लिस बोल्न आउँदैन बट वी आर स्टिल ट्राइङ होइन अब इङ्ग्लिस पनि त इम्प्रुभ गर्नु पर्यो हाम्रो सेकेन्ड ल्याङ्ग्वेज अब अरूहरूसँग पिपलहरूसँग चाहिँ कम्युनिकेट गर्नको लागि हाम्रो कन्ट्रीमा आउने सबैजनालाई हामीले टाइम गर्ने हाम्रो नेपाललाई अब कसैले हाम्रो नेपालमा बाहिर कन्ट्रीबाट मन पराएर आउँदै हुन्छ भने त अभियसली त्यो पनि हाम्रो काम हो नि त कस्तो लाग्यो होइन के नराम्रो
एउटा काइन्डनेस देखाउन पाउन हाम्रो नेपालमा साइडमा पनि यस्तो हुँदो रहेछ है भन्ने चाहिँ हामीले उहाँहरूलाई देखाउन पाऊँ भन्ने कारणले चाहिँ हामीले यो भिडियोहरू बनाइराखेको छौँ। इङ्ग्लिस चाहिँ अब राम्रो बोल्न नसकिएला, आफूले जति जानेको छ त्यति बोलिराखेको छ। यहाँ अगाडि हुनुहुँदो रहेछ, लाज लाग्यो यार। ओइ के गर्ने बोल्ने जस्ट Excuse me. Hi, are you tourist here? Huh? Are you tourist here? Yeah. From Can you which say- country? America. America. Can you say hi to our vlogs? Hi, boy. Hi. Hello. Did you like Nepal? Yes, amazing. Very Dal good bhat? country. Most beautiful place I've been ever in my life. Okay. Which Yeah, food yeah. do you like here? What? Which food? What kind of food did you like here? I like Momo? Momo, Buff Momo, yeah. Buff Momo. Where based? Your favorite too? We are vegan. Oh, Vegan. Okay. Amazing. Thank you so much for coming to Nepal here. Bye. OMG. Yeah. Bye. हामी चाहिँ टुरिसके के बोल्दिने Tourist hunting गरिरहेको कस्तो स्विट हुनुहुन्थ्यो अघिको फ्रान्सको चाहिँ कस्तो मजाको आएको। अब अघिको मैले बोलेको जोईसँग पनि कस्तो मजा आएको थियो है। हामी यहाँदेखि अझै पर जाने हो। साथीको लाइफ पनि सुरु भइसक्यो यहाँ। हामी चाहिँ टुरिस्ट खोज्दै हुँदैछौँ क्या। अगाडिको Excuse me. Are you foreigner? Yes. From which country? From the United States. Can you say hi to our vlogs? Hi. Thank you so much. What is your name? What is your name? Rue. Thank you so much. Bye. ठिकै छ, राम्रै छ, प्रगति हुँदैछ, अलिअलि प्रगति हुँदैछ। तर फ्रान्स जतिको चाहिँ मजा आएन है। युनाइटेड स्टेट दाइ अगाडि आउनुहुँदैछ, के गर्ने? Excuse me, can you say hi? Okay, hi. From which country you came from? Netherlands? Yeah, I'm from. What is your name? You do puja? Yeah, I do pusa Wow. today. Very nice. Thank you so much. We like our culture. Thank you so much. Namaste. Bye. अब चाहिँ लगातार सधैँ हिँड्ने छ। अब त मलाई बाल फरक भइसक्यो। के सबै फरेनरसँग बोलेको यो त हाल्ने हो जसरी भए पनि फरेनरहरूसँग त हाल्ने हो। आफू बाँचेन थाहा छैन लग त हाल्ने हो। इन्ट्रोभर्ट हो भनेर के भन्छ के भन्छ के इन्ट्रोभर्ट हो वी टक टु टुरिस्ट लाइक दिस हम 10 एक्स्ट्रोभर्ट को ब्रेकफास्ट चपाती। टुरिस्ट Yeah, why? From which country you are? Say hi to our vlog. Hi. Hi. Which country? Japan? Japan bata aiko. Wow. Wow, you can speak Nepali. You know dal bhat. Yeah. Why? Did you like it? Yeah. Dere man parsa. Oh, कस्तो लाग्यो? बोल्न आउँछ है Ari. अलि Thank you so much. हाम्रो नेपाल कस्तो लाग्यो हजुरलाई? Dere ramro sa. धेरै राम्रो छ, thank you sir. Tapai dere ramro sa. हजुरले आउनु भएको Today? नेपाल Nepal? Today? Came here today? आज मात्रै आउनु भएको Uh, त्योभन्दा पहिला नै आउनु भएको थियो sorry, can you say that in English? Did you came before here? Yeah. Oh, Many times. did you like Nepal? Yeah. Thank you so much. and you are so sweet, you are Yeah. complimenting our country. See, this Ah. is so beautiful. Yeah. Tapai boni dere ramro sa. Pokoknya sabanda ramro sa. Okay, bye. Bye. कस्तो मजा आउँदैछ मजा आउँदैछ यार। कस्तो यार टुरिस्टहरूसँग बोल्नु मजा आउँदो रहेछ। अबदेखि त डेली बोल्ने हो। बाल आउँदैन, अबदेखि त डेली बोल्ने हो। Hunting भइरहेको छ। ओइ साथ Excuse me, can you say hi? Hi to our vlog. उहाँहरू चाहिँ अलिकति डिफ्रेन्ट कन्ट्रीबाट पढ्नुभयो, जहाँ के भन्छ नि कोरियनहरूबाट। हामी चाहिँ कोरियन चाइनिजहरूसँग चाहिँ अलिक कम्युनिकेट गर्न सकेको छैनौँ, किनभने हाम्रो ल्याङ्ग्वेज ब्यारियरले गर्दाखेरि हो नि त। हामी चाहिँ लाइक नर्मली अमेरिका क्यानाडाहरूबाट भए चाहिँ मजाले बोल्थिन सक्थ्यौँ क्या। सो अझै पनि हामी ट्राई गर्नेछौँ।
यहाँ उयो ड्रम सेट बजाउनु हुँदैछ अनि हामी चाहिँ नाचिरहेको छौँ हामी चाहिँ हाम्रो रमाइलो गर्ने हाम्रो बेला यस्तै हो मजाले ड्रम सेट बजाउनु हुँदैछ दाइहरूले दामी लाग्यो साथीहरू हाई हाई हामी अर्को मिसनमा फेरि अर्को आज हामी एकदमै खुसी छौँ किनभने हामीले टुरिस्टहरूसँग बोल्दैछौँ हाम्रो तोडे फोडे इङ्ग्लिस भए पनि तर मजा आइरहेछ मजा आइरहेछ साथीहरू कस्तो मजा मलाई कसम पोखरा आउँदा बेस्ट पार्ट थाहा छ उयो ठ्याक्क फेवालेको त्यो उयोको अगाडि आज हामीले कुन कन्ट्रीकोसँग बोल्यौँ फ्रान्स युएस अमेरिका जापान कोरियन हो कि चाइनिज हो कोरियन पनि थियो चाइनिज पनि थियो तर हामीले मजाले सोध्नु पाएनौँ अनि धेरैजना हुनुहुन्थ्यो लगभग के भन्नु अब सुरुमा चाहिँ कस्तो डर लाग्यो 2-3जनासँग चाहिँ डर लाग्यो अनि त्यस पछाडि चाहिँ एकजना फ्रान्सको एकजना बुढी हजुरआमा भन्दा नि अब कस्तो हुन्छ नि विदेशीहरू खोइ जति जुन उमेरमा नि कस्तो यङ देखिन्छ क्या जे भयो नि हजुरआमा टाइपकै हो तर कस्तो यङ हुनुहुन्थ्यो क्या कस्तो मजाले बोल्नुभयो गड ब्लेस देम कस्तो राम्रो स्विट कपाल हुनुहुन्थ्यो होइन अङ्कलले त्यो कपाल होइन अरे हौ कपाल होइन त्यो अङ्कलले खोइ के भन्दै यस्तो उयो गर्दै यस्तो गर्दै हुन्थ्यो क्या मैले भाषा चाहिँ बुझिनँ तर खोइ त्यस्तै होला केही उहाँहरूको चक्कर होइन भनेको होला त्यो ल्याङ्ग्वेज चाहिँ साह्रै फास्ट नि उनीहरूको हाई क्यान यु से हाई टु आवर ब्लग समाप्त हुन्छ यहाँ भन्नु सक्दिनँ म अझै भेट्यो भने गाइज हामीले चाहिँ अब जतिसम्म भिडियो बनाउनु सक्थ्यौँ त्यतिसम्म बनाइसक्यौँ अनि अब चाहिँ हामी होटेल रुम फर्किँदैछौँ दाइहरू पनि जानुभयो लाइक हाम्रो साथीहरू चाहिँ गइसक्नु भयो अनि हाम्रो केटी साथीहरू पनि गइसक्नु भयो र हामी 2जना मात्रै छौँ आजको चाहिँ तर एकदम राम्रो भयो आजको चाहिँ भ्लग चाहिँ एकदम राम्रो भयो अति उत्कृष्ट दिउँसो रिस उठेको थियो जब हामीलाई होटलले पुऱ्याउनु भएको थिएन त्यतिखेर चाहिँ मेरो रिस खुट्टाको पैताला तर अहिले चाहिँ म फ्रेस भए नुहाएँ ओरे अनि र हामी चाहिँ होटल रुम फर्किँदैछौँ सर सुनिराख्नु तपाईँले हामीलाई 7 बजी भित्र भन्नुभएको थियो हामी 6 नै बजी आइपुग्यो हामी यस्तो डिसिप्लिन मान्छे हामी चाहिँ रुम फर्किँदैछौँ है रुम त हाम्रो त डेन्जर पर्छ हामी रुम फर्किँदैछौँ ओके स्टे ट्युन बाई यो भ्लगहरू मन पर्यो भने चाहिँ तपाईँलाई प्लिज लाइक सेयर सब्सक्राइब गरिदिनु नभुल्नु होला